कन्डिसन हुन्छ यसमा चाहिँ कुन बेला छोड्ने कुन बेला नै जस्तै यदि कोही महिला दिदीबहिनीहरू प्रेग्नेन्सी प्लान गर्दै हुनुहुन्छ र थाइरोइडको लेभल अलिकति पनि तलमाथि छ भने हामी उहाँहरूलाई औषधि खान सुझाव दिन्छौँ र कन्डिसन हेरेर डेलिभरी पछि हामी त्यसलाई बन्द गर्न मिल्छ। अर्को हुन्छ तपाईको केही समय खाएर 1-2 वर्ष खाएर बन्द गर्न मिल्छ। हामीले के बुझ्नु पर्यो भन्दाखेरि जब कुनै पनि थाइरोइड जुन हाइपोथाइरोइडिजम बिहान उठेर जुन खाली पेटमा औषधि खाइन्छ त्यो एउटा थाइरोइड उत्पादन गर्ने हर्मोनको कमी भएर खाएको, हामीले त्यसलाई रिप्लेस गरेको। हामीले धारामा पानी नआएको हुनाले हामीले ट्याङ्कर मगाएर हाम्रो ट्याङ्कीमा पानी खनाएको। अब हामीले ट्याङ्करमा पानी कहिलेसम्म मगाउने, जबसम्म हाम्रो धारामा पानी आउँदैन तबसम्म। त्यस्तै जबसम्म हाम्रो थाइरोइड ग्रन्थीले उसले आफै हामीलाई चाहिने मात्रामा उसले हर्मोनको उत्पादन गर्दैन तबसम्म खाने। अब कस्तो हुन सक्छ, अब सधैँ पनि खानुपर्ने हुन सक्छ या तर सधैँ खानुपर्छ भन्ने पनि छैन। त्यो कन्डिसन उसले कुनै दिन अब आफै के कारणले अब गडबड भयो त्यो उत्पादन पछि आफै ठिक भएर त्यो छुट्न पनि सक्छ र अब सधैँ खानु पनि हुन सक्छ।